चाहिँ हाराजुकुको पार्क गार्डनमा आइरहेको छु। यो चाहिँ योगी र हाराजुकुदेखि शिबुयासम्मको ठुलो गार्डन छ। यहाँ चाहिँ धेरै मान्छेहरू घुम्न आउँछन्। रमाइलो पनि छ, ठुलो गार्डन छ। चाहिँ निकै ठुलै एरियामा फैलिएको छ। हामी तर धेरैचोटि यहाँ आइसक्यौँ। धेरै राम्रो गार्डन छ। यता हेर त। त्यो चाँप जस्तै छ। जान्छु सबै खिचिसकेको छ। यस्तो यस्तो अब यहीँ सल्लाह हेर कस्तो मजाको सल्लाह। बाज हेर्दैछ मधु म्याडम। फेरि बाज त हाराजुकु हाराजुकु त्यस्तो प्रजातिको चराहरू पाउँछ अरे। ती जङ्गल गार्डन होइन। यो शान्त वातावरणमा यस्तो ठाउँमा ध्यान गऱ्यो भने गौतम बुद्ध भइन्छ कि। अब मोमीजीहरू पनि फुलेछ र यहाँ यो साकुरा फुलेर हरियो भइसक्यो। सक्छ यो मोमीजीमा मधुरमा पहिल्यै फोटो खिचेको। तिमीले भनेको यही साकुरामा क्या, यो साकुरा फुलेर यस्तो भइसक्छ। यो त अगौटे साकुरा यस्तो भइसक्यो। साकुराहरू फुलेको